नववर्ष 2082 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। 2081 साल जे जस्तो रहे पनि 2082 साल भने हजुरहरूको स्वस्थमय रहनेछ, आनन्दितमय रहनेछ, सोचे झै रहनेछ। 2081 सालमा रहेका हरेक अपुरा कामहरू 2082 सालमा पुरा हुनेछन्। धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। 2082 साल हजुरहरूको भव्य हुनेछ, सभ्य हुनेछ, रमाइलोमय हुनेछ, सुखमय हुनेछ, आनन्दितमय हुनेछ। सूचना, सङ्गीत अनि मनोरञ्जनका लागि सप्तरङ्गी आवाज। ओके, पक्कै पनि 2082 साल लागेसँगै हजुरहरूको जिन्दगी भरिपूर्ण होस्, सोचे जस्तो होस्। आज मैले सप्तरङ्गी आवाजमा हजुरहरूलाई नयाँ वर्षको शुभकामना व्यक्त गरिरहेको छु। पक्कै पनि तपाईँहरू सप्तरङ्गी आवाजसँग जोडिनु भएको छैन भने पक्कै पनि जोडिन सक्नुहुनेछ भन्ने पूर्ण विश्वाससँग हालेको छु। 2081 साल जे जस्तो रहे पनि 2082 साल भने हजुरहरूको स्वस्थमय रहनेछ, आनन्दितमय रहनेछ, सोचे झै रहनेछ। 2081 सालमा रहेका हरेक अपुरा कामहरू 2082 सालमा पुरा हुनेछन्। धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। 2082 साल हजुरहरूको भव्य हुनेछ, सभ्य हुनेछ, रमाइलोमय हुनेछ, सुखमय हुनेछ, आनन्दितमय हुनेछ। धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। 2081 साललाई हामीले लगभग पार गरिसकेका छौँ। हरेक सङ्घर्षहरूसँग लड्दै, हाँस्दै, नाच्दै, रमाउँदै, दुःख सुखसँग खेल्दै हामीले 2081 साललाई विदाई गर्दैछौँ। अब 2082 सालमा प्रवेश गर्दैछौँ। तपाईँहरू विदेशमा, स्वदेशमा, गाउँमा या सहरमा हुनुहुन्छ, जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँहरूको 2082 साल भने जस्तै होस्, सोचे जस्तै होस्, आनन्दितमय होस्, रमणीय बनोस्। धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु।